नमस्कार होइन सबैलाई। आज चाहिँ हामी ईश्वरको न्याय दर्शनले ईश्वरको बारेमा के भनेको छ भन्ने बारेमा कुरा गर्छौँ होइन। म के भनेको छ भन्दा पनि ईश्वरले के अरे न्याय दर्शनले ईश्वरको अस्तित्व स्वीकार गरेको छ होइन। अनि त्यो स्वीकार गर्नु पछाडिको उसले कारणहरू हामीलाई भनेको छ होइन। त्यो प्रमाणहरू हामीलाई भनेको छ होइन, अथवा तर्कहरू हामीलाई दिएको छ न्याय दर्शनले। अब त्यो तर्कहरू के हुन् होइन, अनि त्यसपछि त्यो के तर्क हुन्, कस्ता छन् भनेर हामीले आज त्यो विषयमा हामीले केही कुराहरू गर्नेछौँ होइन। पहिलो तर्क हो कार्य र कारणको तर्क अथवा कज एन्ड इफेक्टको तर्क होइन। एउटा सिम्पल कुरा सोचौँ न होइन। यदि हामीले होइन यस संसारमा कुनै पनि घर देख्छौँ होइन, त्यो घर देख्दाखेरि के फिल हुन्छ हामीलाई, के तुरुन्त के महसुस हुन्छ त भन्दाखेरि त्यो घर आफै बनेको होइन होइन, कुनै कारिगर अथवा कसैले त्यो घर बनाएको होइन। यदि तपाईँलाई होइन कोही व्यक्ति होइन आएर त्यो घर आफै बनेको भनेर बहस गर्न खोज्छ भने तपाईँले आफ्नो समय त्यो मान्छेलाई बहस गरेर खर्च गर्न चाहनुहुन्न होइन। त्यो घर कुनै मजदुर अथवा कारिगरले इन्जिनियरले बनाएको भन्ने हजुरलाई थाहा छ। त्यसैले त्यो मान्छेसँग बहस गरेर समय खेर फाल्न पनि हजुरलाई ठिक उचित लाग्दैन होइन। अब अर्को उदाहरण होइन, जस्तै यो घडी होइन, यो घडी तपाईँले देख्नुभयो भने अथवा कसैले देख्यो भने चाहिँ हामीलाई तुरुन्तै के थाहा हुन्छ त भन्दाखेरि त्यो घडी बनाउने कोही व्यक्ति छ होइन, त्यो घडी आफै बनेको होइन भन्ने चाहिँ थाहा हुन्छ होइन। अब यही तर्कलाई हामी संसारमा लागू गऱ्यौँ भने होइन, यो सम्पूर्ण ब्रह्माण्ड होइन, यसको विशालता होइन, यसको जटिल संरचना होइन, यसको नियमहरू होइन, यी सबै कुराहरू एउटा कार्य हुन्, इफेक्ट हुन् होइन। यदि यो सबै कुराहरू होइन, यदि इफेक्ट हो भने कारण पनि छ, कज पनि छ होइन। यदि सानो घर बनाउन पनि निर्माता चाहिन्छ भने होइन, यस विशाल संसारको पनि कुनै कारण तत्त्व हुनुपर्छ होइन। न्याय दर्शनका अनुसार होइन, त्यो अन्तिम कारण, त्यो कारण होइन, कज चाहिँ ईश्वर हो होइन। त्यसैलाई ईश्वर भनेको छ न्याय दर्शनले। अर्को तर्क छ ब्रह्माण्डको व्यवस्था होइन, यो ब्रह्माण्ड अर्डर अफ द युनिभर्स होइन। अब अर्को कुरा विचार गरौँ होइन, यस संसार एउटा व्यवस्था हो, एउटा सिस्टममा चलेको संसार हो नि त यो होइन। सूर्य हरेक दिन उदाउनै पर्छ होइन, उदाउँछ नै होइन। ऋतुहरू होइन निश्चित चक्रमा परिवर्तन हुन्छन् होइन, लाइक उसमा साइकलमा घुमिरहन्छन् होइन। ग्रहहरू निश्चित नियममा होइन घुमिरहन्छन् होइन। अनि त्यसपछि यदि संसार पूर्ण रूपमा होइन अव्यवस्थित हुन्थ्यो भने होइन, यस्तो नियममा चलेको संसार सम्भव हुने थिएन होइन। अब एउटा साधारण सिम्पल उदाहरण होइन, यदि तपाईँले एउटा पुस्तक देख्नुभयो भने होइन, जस्तै यो पुस्तक देख्नुभयो भने तपाईँ त्यो अक्षरहरू यो पुस्तकमा मिलेर बसेका जुन अक्षरहरू छन् नि, त्यो नियममा बसेका अक्षरहरू छन् नि, ती आफै बसेका त होइनन् होइन। कुनै लेखकले त्यसलाई त्यो अक्षरहरूलाई संयोजन गरेर एउटा पुस्तक बनाएको हुनुपर्छ होइन। त्यसै गरी यो ब्रह्माण्डको व्यवस्था गर्ने पनि कुनै बुद्धिमान कारण छ होइन। त्यो कारण, बुद्धिमान कारण बिना यो सिस्टममा चल्न सम्भव छैन होइन। त्यही बुद्धिमान कारण नै ईश्वर हो भनेर न्याय दर्शनले भनेको छ होइन। अब तेस्रो हो परमाणुको गति अथवा मोसन अफ एटम्स होइन। न्याय र वैशेषिक दर्शन अनुसार यो संसार परमाणुहरूले बनेको छ
जुन नव्य न्याय पछि नव्य न्याय नै भनिन्छ होइन, न्याय र उसलाई के अरे वैशेषिक दर्शनलाई होइन, त्यो दर्शनले के भन्छ त भन्दाखेरि यो संसार परमाणुहरूको संयोजनबाट बनेको छ होइन। तर त्यो परमाणुहरू होइन सबै के अरे त्यो स्थिर गति हुँदैन के, त्यो परमाणुहरूको सधैँ स्थिर के अरे अस्थिर हुन्छन् होइन, एकै ठाउँमा रहिरहन्छन् होइन। कुनै समयमा तिनीहरू गतिशील हुन्छन् होइन, र विभिन्न वस्तुहरू त्यो गतिशील हुँदा चाहिँ विभिन्न वस्तुहरू निर्माण गर्छन्। त्यो गतिशील परमाणुहरूले कुनै वस्तुहरू निर्माण गर्छन् होइन। अब एउटा प्रश्न होइन, यदि त्यो परमाणुहरू गतिशील छैनन् भने त्यो गति चाहिँ कसले दिन्छ होइन। परमाणुहरू अचेत छन् भने होइन, अचेत वस्तु आफै गति लिन सक्दैन के होइन। त्यो गति दिनलाई चाहिँ केही तत्त्व अथवा केही एलिमेन्टको आवश्यकता पर्छ होइन। त्यसैले त्यो अचेतन परमाणुलाई होइन कुनै चेतन कारणले, कजले अथवा एलिमेन्टले त्यो गति दिनुपर्छ के, त्यो अचेतन तत्त्वलाई गति दिनुपर्छ होइन। न्याय दर्शन अनुसार चाहिँ त्यो अचेतन तत्त्वलाई अथवा अचेतन परमाणुहरूलाई जुन चेतन तत्त्व अथवा कारणले गति दिन्छ त्यो तत्त्व नै ईश्वर हो होइन। त्यसरी यो न्याय दर्शनले मोसन अफ एटम्स भनेर परमाणुको गति भनेर तर्क दिएको छ, ईश्वरको तर्क दिएको छ। अब हो अर्को हो कर्म र फलको व्यवस्था, सिस्टम अफ कर्म एन्ड फल होइन। अब यो अर्को अब अर्को महत्त्वपूर्ण तर्क होइन, न्याय दर्शनले होइन कर्म सिद्धान्त स्वीकार गर्छ होइन, के अरे ल अफ कर्म एक्सेप्ट गर्छ होइन। मानिसले गरेका हरेक कर्मको उसले फल लिनुपर्छ, भोग्नुपर्छ भनेर न्याय दर्शनले भन्छ होइन। कति फल चाहिँ यसै जन्ममा प्राप्त होला, कतिको लागि चाहिँ अर्को जन्म लिनुपर्छ होइन। राम्रो कर्मले सुख प्राप्त हुन्छ भने नराम्रो कर्मको फलबाट दुःख प्राप्त हुन्छ भनेर न्याय दर्शनले भनेको छ होइन। तर एउटा प्रश्न के आउन सक्छ भने त्यो जुन छ नि त्यो कर्मको फल त्यो चाहिँ कसले दिन्छ अथवा त्यो चाहिँ कसले ग्यारेन्टी गर्छ भन्ने, कुन शक्तिले अथवा कुन कर्मको कस्तो फल दिन्छ भनेर त्यो निर्णय चाहिँ कसले गर्छ भनेर होइन आउन सक्छ नि त प्रश्न होइन। यदि संसारमा यस्तो कुनै व्यवस्था नभएको भए होइन, कर्मको फलहरू न्यायपूर्ण होइन व्यवस्थामा न्यायपूर्ण ढङ्गले व्यवस्थित त हुने थिएन होइन। त्यसैले न्याय दर्शनले के भन्छ त भन्दाखेरि जुन तत्त्वले होइन, जुन कारण एलिमेन्टले कर्मको फल होइन एक गर्छ, व्यवस्थित गर्छ होइन, त्यो सर्वज्ञ सत्ता होइन, त्यो सत्ता, त्यो सर्वज्ञ सत्तालाई न्याय दर्शनले ईश्वर भनेको छ। अब त्यसो चौथो हो क्या सायद वेदको प्रमाण होइन। न्याय दर्शनले शब्दको प्रमाण पनि स्वीकार गर्छ। न्याय दर्शन भने चाहिँ आस्तिक दर्शन हो होइन। आस्तिक दर्शन भन्नुको अर्थ चाहिँ हाम्रो उसमा जसले वेदलाई स्वीकार गर्छ होइन, त्यसको अर्थ न्याय दर्शनले वेदलाई स्वीकार गरेको छ होइन। अब यो न्याय दर्शनले शब्दको प्रमाणहरू पनि स्वीकार गरेको छ होइन। यो शब्दहरू चाहिँ के हो त भन्दाखेरि कुनै विश्वसनीय व्यक्ति अथवा पुस्तकहरूले दिएको ज्ञानलाई उस भनिएको छ होइन, के अरे शब्द भनिएको छ होइन। अनि न्याय दर्शनले शब्द स्वीकार्नुको अर्थ होइन कुनै विश्वसनीय स्रोतबाट प्राप्त हुने ज्ञान होइन पनि प्रमाण हो भनेर जुन न्याय दर्शनले भनेको छ नि। अब होइन प्राचीन ऋषिहरूले ध्यान र अलौकिक होइन अनुभवहरू द्वारा होइन वेदहरूमा ईश्वरको वर्णन गरेका छन् होइन।
त्यो ईश्वर यी ऋषिहरूले होइन सत्य त्यो ऋषिहरूलाई सत्यदर्शी पनि भनिन्छ होइन, अर्थात् सत्यको प्रत्यक्ष अनुभव गरेका व्यक्ति। सबै मान्छेले ईश्वरको प्रत्यक्ष अनुभव त गर्दैनन् नि त, तर ऋषिहरूले चाहिँ गरेको छन् होइन। त्यसैले ऋषिहरूको वचन पनि, तिनीहरूले भनेको कुराहरू पनि ईश्वरको अस्तित्वको प्रमाण मानिएको यो न्याय दर्शनको अनुसार हो होइन। संसारको उद्देश्य होइन, जुन अन्तिम तर्क हो होइन, संसारको उद्देश्य अर्थात् यो संसार होइन केवल अनियमित घटनाको परिणाम हो त, अथवा होइन हरेक घटनाको हरेक कर्म अथवा केही घट्छ भने त्यो घटनाको केही उद्देश्य छ कि छैन होइन। न्याय दर्शनको अनुसार संसारको उद्देश्य चाहिँ होइन जीवलाई, हरेक जीवलाई आफ्नो कर्मको फल प्राप्त गर्ने स्थान होइन र अन्ततः मुक्ति प्राप्त गर्ने अवसर होइन, त्यो दिने स्थान चाहिँ संसार भयो होइन। यस्तो उद्देश्य होइन भएको व्यवस्था स्थापना गर्न एक चेतन होइन सर्वज्ञ र सर्वशक्तिमानको कारण आवश्यकता पर्दछ कि होइन। त्यसैले न्याय दर्शनले निष्कर्षमा होइन, न्याय दर्शनको निष्कर्ष अनुसार चाहिँ होइन त्यो चेतन कारण चाहिँ ईश्वर हो होइन, त्यो चेतन कारण चाहिँ ईश्वर हो भनेर भनेको छ होइन। एउटा ल सोच्नु न, हरेक कारण केही घटना घट्छ भने होइन त्यसको पछाडि केही उद्देश्य होला नि त। त्यो यो संसार नहुँदो हो त होइन, जीवले गर्ने होइन उसको कर्मको फलहरू उसले भोग्ने स्थान चाहिँ पाउँथेन नि त, उसको त्यो स्थान दिने काम चाहिँ यो संसारले गरेको छ होइन। त्यसैले न्याय दर्शनले होइन ईश्वरको अस्तित्वलाई होइन केवल आस्था वा अन्धविश्वासमा मात्र नभई होइन तर्क र प्रमाणहरू, यी जुन तर्कहरू गरे नि, यी तर्क र प्रमाणबाट स्थापित गर्ने प्रयास गरेको छ होइन। संसारको अस्तित्व, ब्रह्माण्डको व्यवस्था होइन, परमाणुको गति होइन, अनि त्यसपछि कर्मफलको न्याय होइन, त्यो जुन न्यायकर्ता छन् नि, यी सबैले होइन अथवा यो संसारको व्यवस्था होइन, यी सबैले होइन ब्रह्माण्डको पछाडि एक सर्वज्ञ होइन र सर्वशक्तिमान चेतन कारण छ होइन भन्नेतर्फ सङ्केत गरेको छ के। न्याय दर्शनका अनुसार होइन त्यो सर्वज्ञ कारण होइन, त्यो सर्वशक्तिमान कारण नै ईश्वर हो भनेर न्याय दर्शनले भनेको छ होइन। ईश्वरको बारेमा यति नै, अर्को भिडियोमा फेरि भेटौँला। आजलाई यति नै। ओके, टेक केयर, बाई, सी यू नेक्स्ट टाइम।